2000 भयो नि ला गरे एउटा बाख्रा भयो नि ला गरे एउटा भैँसीको थोरै भयो नि ला गरे तिम्रो बाबालाई दिएको छ अनि फकै मेरो छोरी लैजा भन्थ्यो पक्रेर राख्नु थियो तपाईँ स्कुल नआए मेरो ज्वाइँलाई को हटले पटेन अनि मेरो ज्वाइँ काकी चेदा रहेछ भने कोचेको कुरा कथा बाउ त राम्रो छ लान्छु कोच भनेर नि दिया भइहाल्यो दिन पर्यो चोर चोर चाहिँ कहाँ थियो नि छोरीले दिँदैन त्यो ज्वाइँले त दिँदैन चोरे लान्थ्यो दुईमा आलु पनि चोरे लान्थ्यो चोरेर बुटा बुटा घुसाउँदै लान्थ्यो तर म जाँदाखेरि बुढाले चाहिँ राम्रो गर्थ्यो अनि कान्छा ज्वाइँ आयो भनेपछि ज्वाइँ त ठुलो नानी नानी सबैले राम्रो गर्छ कान्छा ज्वाइँ खेर गर्ने बहुत खुसी मान्छे 7 वर्षले वाट भन्छ मैले म राम्रो देख्दैन राम्रो संसारमा नभएको राम्रो अझै धेर न पर्छ 3 वर्ष आइसिएम बस्ने मान्छे अझै त होटल मोटल बसिसक्यो राम्रो दिएर बसेको ल हाम्रो बाबुआमाको वार्ता भइरहेछ परेको ससुराले त 7 वटा छोरी त 7 वटा अरू कसैले नदिनु भनेर 7 वटा उसले जिम्मा लगाइदिएको अन्त एउटा भनेको मात्रै होइन बाच्चा ठोकेर दिएको अनि उसको छोरी अब माग्न आयो त्यहाँ माइली छोरी माग्न आयो अन्त पर अब यहाँ छोरी माग्न आइसक्यो अब उसले दिन्छ भनेको अनि पहिला उसको घरमा कोसी लाग्नु यहाँ कोसी लगाएको थियो एउटा भाले पनि सम्झिएको भाले रोटी रक्सी है रोटी रक्सी त अनि माग माग्नु आएको थियो हो कि होइन सबै छोरी दिने भनेर बाचा दिएर माग मागेर को हाम्रो बाउलाई सबै छोरी दिने 7 वटा छोरी 7 वटा छोरी एक ल हेर त हाम्रो बाउ कस्तो थियो त उमेरमा एउटै मान्छेलाई 7 वटा छोरी दिने रे ल हेर यहाँ बडे 7 वटा छोरी 7 वटा उसले दिनु भयो ल हो कि अन्त ल दिनु भने अर्को माग्न आयो त उठ्ने खोज्नु गयो ससुराले किन अर्को दिने आमा भनेपछि अब फेरि जुत्तै त्यसले घर भइया भने मेरो दाजुभाइ दिन्छ भने रोटी दाजुभाइले छोरी भन्ने हो त्यो चाहिँ मलाई थाहा अनि अङ्कल फेरि अब यताको सुनौँ न त अङ्कल र आन्टीको चाहिँ कसरी लप पर्यो होइन म चाहिँ अब म चाहिँ अब त्यतिखेर हिरो थियो कारखानामा पस्थेँ चाहिँ म जिब्रो बजाउँदै पड्काएपछि सबले मलाई हेर्थेँ क्या त्यहाँनिर राम्रो भनेर त्यतिखेर चोइस गरेको कि आन्टीले चाहिँ चोइस गरेर रहेछ नि नहेरे भने चाहिँ कहाँ यो माइत मात्रै गएपछि माइत गएको थियो माइत जान्थ्यो अनि मलाई बेलुका आइदियो भने ससुराले अनि गएको थियो अनि यहाँतिर अनि त्यहाँबाट सराको रोटी चाहिँ ठुल्ना नै मगायो यसले पठायो अनि मैले चाहिँ राखेँ पछि त चन्दनी बुढा राखेर तेरो साली भेनालाई नक्काटी छोड्दैन नक्काटी छोड्दैन एउटा ज्वाइँ म काकी चाहिँ देउरा डाँडा कटेपछि त्यो घर फर्केर आउँदैन भन्थ्यो अनि त्यहाँबाट पछि त भोलिपल्ट त सासूले लुरुक्कै ल्याइदिन्छ ससुको त राम्रो सासूले त्यतिखेर अलिकति अब उताको अङ्कल हिरो भएर अनि यताको चाहिँ यताको होला ल यताको चाहिँ कसरी लप पर्यो
ल परेन दसैँ खाएर मन पराएको मात्रै भन्छ। ए हाम्रो उहाँ चाहिँ रस खाएर मन परायो भन्ने रे कमलाको पसल भट्टी पसल कतै खत्तम कतै छैन हाम्रो चाहिँ सामगाछाल मन परेको मैले त फिसन मन परेन परेको है मनले नै मन नपरेको यसलाई मन परेर ए अहिले काट्ने कहाँ काट्नु योले त भिडियो गरेर आएको कता अहिले त गरिरहेको छ त नि नगर्ने भिडियो आजकल त फेसबुकमा हाल्नुपर्छ कि भाइरल हुन्छ त्यस्तो नि त्यस्तो हाल्नु हुँदैन घर परिवारको सल्लाह भनेको